छोरी मान्छेको आँखा लागेको छ खास मलाई किनभने छोरा मान्छेको आँखा मलाई लाग्नै सक्दैन क्या त्यही त हो नि छोरी मान्छेले त आँखा लाउँछ नि हजुरको घरमा त हो Oh my god. सुन्नुहोस् न भाइरस जी तपाईँको त नामै छैन त युजर 4434 जी सुन्नुहोस् न हजुर भन्नु न कता पर्यो मेरो घर यता आफूको घर कता अरे मेरो घर कोलपट्टि हो हजुरको घर कता मेरो यता नमस्ते झर्ना थाहा छ हजुरलाई नमस्ते झर्ना जानेको यता छेउपट्टिको बाटोमा ए नजिकै रहेछ त ए हजुरको त्यो कोलबटे भनेको नमस्ते झर्नादेखि हामी यता भेलेटार आउँदाखेरि उकालो जान्छौँ नि त्यहीको कोलबटे हो अनि त्यहाँ त म घरहरू नै देख्दिनँ त हौ अनि तीनटा घर छ त तीनटा घर छ आफूको बिहा भयो त नि होइन छैन अहिले म यता जापानतिर छु त्यही भएर जापानमा त अनि दुईटा डन्ठीले चाउमिन खान्छ होइन र हजुर त अनि काटाले खाइसिन्छ त किन होला म चाहिँ कस्तो भने आफ्नो देशको माटोको माया लागेर आफ्नो देशको मानवता पुगेर आएको त्यही भएर काँडा जान्छ हजुर एकचोटि चस्मा लगाइछु न कस्तो देखिन्छ हेर्छु हजुरको बिहे गर्ने के छ त इरादाहरू छैन एउटा गर्लफ्रेन्ड थियो अस्ति एकजना रक्सीसँग भागेछ अब खोज्दैछु एउटा राम्रो सोझी म जस्तै एक्लै खानु भएको के छैन कोही गर्लफ्रेन्ड छैन आएको भन्दा ठिकै हुन्छ खुवाएको थिएँ ला के भयो कता भएर लाउन नमस्ते नमस्ते यहाँ हामी बुढाबुढी गेम खेल्न लाग्थ्यौँ तपाईँ कताबाट आइपुग्नु भयो नेपालको भाग्यले पनि लेखेको थियो